guys, namaste. It's me, Tishu Nimbu. अनि गाइजहरु सबैलाई न्यू इयर को शुभकामना। अनि आज चाहिँ हामी न्यू इयर भएकोमा जाँदैछौँ न्यू इयर सेलिब्रेट गर्न गाइज। अनि यो पनि न्यू है, न्यू इयर को शुभकामना मेरो मम्मीले किनिदिनु भयो मलाई। थ्याङ्क यू मम्मी भेरी मच। अब हामी रेस्टुरेन्टमा खान जाँदैछौँ। लेट्स गो। अनि गाइज अब चाहिँ हामी खाना जाँदैछौँ रेस्टुरेन्टमा। मैले भने न्यू इयरको लागि गाइज। अनि म चाहिँ एकदमै एक्साइटेड छु। अब भ्याकेसन पनि स्टार्ट भइसकेको थियो। तपाईँले एनुअल फङ्सनको भ्लग हेरिसक्नुभयो होला। हेलो ह्याप्पी न्यू इयर एभ्रीवान। यसै यो चाहिँ मेरो डनहरू हो। अनि आजको स्पोन्सर बाई आवर दिलु आन्टी। अब वी आर भेरी एक्साइटेड टु ह्याभ लट्स अफ फन। भाइ आर यु रेडी? आर यु रेडी भाइ? किन भएन यस्तो हेन्सम भाइ नदेखाएर हुन्छ? ओके, यहाँ चाहिँ मेरो छोरी र म जानेछौँ। सानो बस्नुहोस्। अनि यो त सानोलाई त के हुँदैन ल। सनसेट फाइनली हामी आइपुगिसकेको छौँ मनसान्तोमा। आज चाहिँ न्यु इयरको माहौल चाहिँ एकदमै धेरै रहेको छ। एज यु क्यान सी हियर पिजी रोड। ल हाम्रो ग्याङ चाहिँ यति है। ग्याङहरू हाई भाइ हाई। अब वी गन ह्याभ फन होइन। मेरो हेन्डसम भाइ छ। भाइ एकचोटि हेर्न प्लिज। भाइ आउँछ क्या? ल मेरो ग्याङहरू लाग्यो। अब हामी चाहिँ यहाँ छौँ मनसान्तो होटल एन्ड रेस्टुरेन्टमा जाँदैछौँ। Finally guys, it's already 9:30 PM. अब चाहिँ हामी लाग्दैछौँ घरतिर। न्यु इयर सेलिब्रेसन पनि गरियो। फाइनली हामीले यहाँ लास्टमा चाहिँ नाइसा पनि यहाँ सुतिराख्नु भएको छ। नाइसा ह्याप्पी न्यु इयर टु यु। ह्याप्पी न्यु इयर। खै हामी चाहिँ नाइसाको होटलमा यस्तो मिठो मिठो खाना खायौँ नि। अब थ्याङ्क यू सबैजनालाई। अब हामी गएको नाइसा। ल भरे भिडियो हेर्नु ल।